ओडमा लाइभ हुन्छ पुरा संसारभरि जुलेर हेर ओडमा लाइभ भयो ओडमा पनि पढ्ने हामीले ओडवाला पहिला हेर्ने एक्सलवाला पछि पढ्ने आज ओडालाको हिजो हिसाब गर्दाखेरि कस्तरी तरिकाले गरेको थियो र के बुझाएको छ कसरी कसरी गर्न सकिन्छ र किन गर्न सकिन्छ किन हिसाब ओडमा गर्ने ठिक छ हामीले पढेका कुराहरू ओड खोल्नको लागि सबैभन्दा पहिला हामीले के प्रयोग सर्चिङमा खोल्ने दुईटा अर्को कति तरिकाले खोल्न सकिन्छ ओडमा कति तरिकाले खोल्न सकिन्छ ओड कति तरिकाले खोल्न सकिन्छ माइक्रोसफ्ट वर्ड कति तरिकाले खोल्न सकिन्छ भने एउटा कस्तो तरिकाले खोल्न सकिन्छ एउटा विन्डोबाट खोल्न सकिन्छ र एउटा सर्चिङ बक्सबाट खोल्न सकिन्छ त्यसपछि गएर एउटा विन्डोको के अरे स्टार्ट बटनबाट गएर माथि खोल्न सकिन्छ र एउटा सर्टकट कीबाट खोल्न सकिन्छ चारवटा तरिकाले खोल्न सकियो र योभन्दा बढी पनि छन् तर हामीले अहिले खोल्नुपर्ने के हो कसरी खोल्न सकिन्छ भन्ने कुरा हामीले चारवटा तरिकाले मात्र खोल्न सक्छौँ अहिले र बाँकी कुराहरू अब खोल्ने तरिकाहरू अरू पनि छन् तर अहिले हामी चारवटा तरिकाले खोल्न सक्छौँ र एउटा यहाँ माइक्रोसफ्ट हान्दा बित्तिकै यहाँ आइहाल्छ एउटा यस तरिकाले खोल्न सकिन्छ र विन्डोबाट चाहिँ के आर की दबाउने त्यसपछि गएर WORD इन्टर गर्ने र त्यसपछि गएर एउटा यहाँ स्टार्ट बटनमा गएर क्लिक गर्ने र तलतिर स्क्रोल गर्ने माइक्रोसफ्ट अफिस भन्ने ठाउँमा क्लिक गर्ने तलतिर आएर वर्ड मात्रै क्लिक गर्ने त्यसपछि यो तीनवटा तरिकाले खोल्न सकियो र अर्को तरिका के छ अर्को तरिका कन्ट्रोल अल्ट प्लस W गर्दाखेरि पनि खोलिन्छ अब हाम्रो कति तरिकाले खोलेको छ यता हेर्न सकिन्छ एउटा दुईटा तीनटा चारवटा पाँच तरिका खोल्न सक्यो पाँचवटा तरिकाले खोलिसकेको छ मैले खोल्न सिधै खोल्या मात्रै है 1 2 3 4 5वटा तरिका खोलेको छ यो खोल्ने तरिका मात्रै भयो है मैले एक एक गर्दै हटाएँ क्लोजबाट र मैले एउटा मात्र राखेको छु र यसका भागहरूको नाम पहिले पढिसक्यो हामीले र त्यसपछि गएर हामीले हिजो माइक्रोसफ्ट वर्डमा हामीले टेबलभित्र हिसाब गर्नको लागि कसरी गर्न सकिन्छ भनेर गरेका थियौँ र आधा छुटेको थियो र यसलाई कसरी गर्न सकिन्छ हिजो पढेको कुराहरू अहिले रिपिट पनि गरिरहेको छु तिमीले देखाएँ मैले तर त्यसलाई सोध्छु मैले है त्यसको लागि मैले पहिला एउटा टेबल बनाउँछु टेबल बनाइसकेपछि त्यसपछि गएर यहाँनिर के छ SN ITM UTY UT युनिट प्राइस है UP हो युनिट प्राइस त्यसपछि गएर लाइन टोटल भयो यतिसम्म थियो र योभन्दा पछाडि के थिएन भने चाहिँ हामीले के गर्न सक्छौँ यसलाई हटाउन सक्छौँ कसरी हटाउन सक्छौँ एउटा दुईटा तीनटा छ भने कसरी हटाउन सक्छौँ तीनटैलाई सिलेक्ट गरिदिने त्यसपछि राइट क्लिक गरिसकेपछि के छ डिलिट कोलम भन्ने ठाउँ छ यसमा क्लिक गरिसकेपछि त्यसपछि डिलिट हुन्छ र अब यो भइसकेपछि हाम्रो के छ त यतापट्टि के छ यो टेबल मात्रै के भयो त यतापट्टि मात्रै आएको छ भने हामीले के गर्नु पर्यो यसलाई समातेर कुनुबाट टेबलको एउटा कुनाबाट समातेर सर यतातिर ड्र गर्दाखेरि तान्दाखेरि त्यसपछि ठुलो हुन्छ
र अब के छ भने यो कोलम ठुलो छ भनेपछि हामीले के गर्नु पर्यो, यसलाई सानो गर्नको लागि यो बिचको उलाई मात्र यतापट्टि धकेल्दाखेरि सानो हुन्छ। त्यसपछि 1 2 3 4 5 6 7 6 मात्रै भएको छ। र त्यसपछि गएर हामीले अब यसमा नाम थप्नु पर्यो। पहिला के थियो, किबोर्ड KEY BOARD किबोर्ड। त्यसपछि गएर तल्लोमा आयो MOUSE माउस। त्यसपछि तल्लोमा CPU, तल्लोमा UPS, तल्लोमा के थियो, मोनिटर, तल्लोमा HDD। भनेपछि हामीले यहाँसम्म त हिसाब गर्न सक्छौँ। र तलपट्टि लाइन टोटल त्यसपछि गएर तलपट्टि के थियो, अरू पनि थियो। त्यसको लागि हामी पछि हेर्छौँ। र अहिले कति एउटा उसको प्राइस कति पर्छ भनेर हामी हेर्छौँ। यहाँनिर अलिकति ठुलो गर्नको लागि मैले ठुलो गरेँ है। ठुलो गरिसकेपछि अब त्यसपछि गएर अब यो किबोर्ड कतिवटा भनेपछि 25 वटा किबोर्ड। त्यसपछि गएर माउस 20 वटा, CPU 12 वटा, UPS 12 वटा, मोनिटर पनि 12 वटा गरौँ, र HDD 12 वटा है। र अरू पनि थप्न सकिन्छ, यता थप्न पनि सकिन्छ, तर अहिले त्यतिकै राख्दिउँ है। त्यसपछि युनिट प्राइसमा एउटा किबोर्डको मूल्य कति थियो, 340 रुपियाँ 350 रुपियाँ राख्न पनि सकिन्छ, जति राख्न पनि सकिन्छ अहिलेको लागि। र माउसको 150 रुपियाँ। र त्यसपछि गएर तल CPU को लागि कति थियो, CPU को 12,000 अथवा 16,000 है, 16,000। त्यसपछि गएर तलपट्टि UPS छ, UPS लाई 3500 राखिदियो, 3500 भयो। त्यसपछि गएर तलपट्टि मोनिटर छ, मोनिटरलाई 9,000 राखिदियो। त्यसपछि गएर तलपट्टि के छ, HDD छ, HDD लाई कति राख्यो, 4500 राखिदियो, 4500 है। र त्यसपछि गएर अब यतातिर के छ, हाम्रो यो टोटल सबै निकाल्नको लागि हामीले के गर्छौँ, हिसाब गर्छौँ। यहाँनिर कम्प्युटरमा बसिसकेपछि हामीले के गर्छौँ, मोबाइलमा क्यालकुलेटर खोलेर हामीले हिसाब गर्नको लागि हिसाब गर्दाखेरि अलिकति कम्प्युटर बसेको उही भएन होइन, अर्थ रहँदैन। त्यो कारणले हामी के गर्छौँ, यसलाई हिसाब यहीँबाट निकाल्छौँ है। त्यसपछि गएर अब यतापट्टि के गर्नु पर्छ, लाइन टोटलमा हामीले निकाल्नु पर्यो। कुन लाइनमा निकाल्नु पर्ने हो, त्यो लाइनमा के गर्नु पर्यो, हामीले कर्सर राख्नु पर्दछ। जुन सेलमा हामीले के गर्नुपर्ने हो, जुन सेलमा यो हिसाब निकाल्नु पर्ने हो, त्यो सेलमा हामीले के गर्नुपर्ने हुन्छ, क्लिक गर्नुपर्ने हुन्छ, माउस कर्सर राख्नुपर्ने हुन्छ। त्यसपछि गएर हामीले यसमा निकाल्नुपर्ने हुन्छ। जस्तै 25 वटा किबोर्ड भएपछि एउटा किबोर्डको मूल्य 340 रुपियाँ थियो भने 25 वटा किबोर्डको मूल्य कतिवटा भयो टोटल हामीले। अब यसमा क्यालकुलेटर लिएर पनि हामीले हिसाब गर्न सक्छौँ सक्छौँ, तर यसरी गर्नु भएन है। र यस्तोलाई के गर्नु पर्यो भनेपछि लेआउट ट्याबमा गयो, लेआउट ट्याबमा क्लिक गरिसकेपछि त्यसपछि फर्मुलामा क्लिक गर्नुपर्ने हुन्छ। फर्मुलामा क्लिक गरिसकेपछि अब यहाँनिर के छ, यसमा के भनेको छ, बराबर एसयुएम लेफ्ट भनेको छ। त्यसपछि इन्टर गरेपछि के गर्छ, इन्टर गर्दाखेरि के गर्छ, यो के गर्छ, यो त जोड्यो मात्रै है, यो जोड्नको लागि मात्रै भयो, तर हामीले जोड्ने होइन नि यसमा है, जोड्ने होइन है। यसमा एउटा किबोर्डको मूल्य 340 रुपियाँ थियो भने त्यसपछि 25 वटा किबोर्डको मूल्य कतिवटा भयो, यसमा आएको छैन। भनेपछि हामीले पहिला हामीले के गर्नुपर्छ, लेआउट ट्याब र डिजाइन ट्याब भनेको कन्ट्याक्ट ट्याब हो। लेआउट ट्याब र डिजाइन ट्याब भनेको कन्ट्याक्ट ट्याब हो। कन्ट्याक्ट ट्याब आइसकेपछि एउटा लेआउट ट्याबमा क्लिक गर्नुपर्छ। त्यसपछि गएर फर्मुलामा क्लिक गर्नु पर्यो, यता छेउमा छ। त्यसपछि आइसकेपछि यसमा के गर्नु पर्यो त, अब यसलाई पहिलाको फर्मुलालाई हामीले काट्नुपर्ने हुन्छ, हटाउनु पर्ने हुन्छ। त्यसपछि बराबर त राख्नुपर्ने हुन्छ अनिवार्य है, बराबर नराखेसम्म आउँदैन। अब यसमा के गर्नु पर्यो, 25 इन्टु 340 गर्दाखेरि इन्टर की थिचे पनि हुन्छ, अथवा ओके बटनमा दबाए पनि हुन्छ है, ओके बटनमा क्लिक गरे पनि हुन्छ, अथवा इन्टर की थिचे पनि हुन्छ है। यो आयो। त्यसपछि गएर तल्लोमा पनि निकाल्नको लागि जुन उसको लागि निकाल्ने हो, त्यो अगाडि जुन सेलमा निकाल्ने हो त्यो सेलमा क्लिक गर्नुपर्ने हुन्छ है। त्यसपछि गएर फर्मुला बारमा क्लिक गर्यो, माथि फर्मुलामा क्लिक गर्यो। त्यसपछि फर्मुलामा क्लिक गरिसकेपछि पहिलाको हामीले जोड्नको लागि मात्रै भनेको हो, यसलाई हटाइदिनुपर्छ। हटाइसकेपछि 20 इन्टु 100
50 रुपियाँ थियो भनेपछि यसलाई इन्टर हान्दाखेरि यो पनि आउँछ र त्यस्तै गरेर तल्लोमा पनि फर्मुलामा क्लिक गर्यो त्यसपछि गएर त्यसमा पनि यसलाई हटाइदियो पहिलाको त्यसपछि 12 इन्टु कति थियो 12 इन्टु 16,000 थियो 16,000 थियो भने 16,000 थियो भने त्यसपछि इन्टर हानिदियो है त्यसमा इन्टर हानिसकेपछि अब यस्तै आउँछ र तल्लोमा पनि युपिएस छ युपिएसमा क्लिक गरिसकेपछि युपिएसको तलपट्टि युपिएसको कति आउँछ त अब 12वटा युपिएसको एउटा युपिएसको 3500 थियो भने हामीले यसमा के गर्नु पर्यो सबै पहिला घटाइदिनु पर्ने हुन्छ त्यसपछि गएर 12वटा युपिएस इन्टु 3500 टाइप गरिसकेपछि 3500 टाइप गरिसकेपछि इन्टर की थिच्दा 35,000 भयो है 3500 गर्नुपर्ने हुन्छ इन्टर की थिच्दाखेरि आउँछ त्यसपछि तलपट्टि आएर फेरि अर्कोमा क्लिक गरेँ मैले फर्मुलामा क्लिक गरेँ त्यसपछि गएर यतापट्टि आएर यसलाई हटाइदिएँ पहिला हटाइसकेपछि त्यसपछि गएर 12 इन्टु कति छ 12 इन्टु 9,000 छ भने इन्टर की थिदियो त्यो पनि आउँछ र तल आउने यसलाई सबै आउँछ नि त होइन अब त यो त गर्न आउँछ नि त होइन यसलाई हटाइदियो हटाइसकेपछि 12 इन्टु 9 45 है 4500 12 इन्टु 4500 भइसकेपछि यो भयो है अब यो भइसकेपछि के छ त हामीले अब योभन्दा तल डिस्काउन्ट भ्याट टोटल जस्तै यो टोटल कति भयो माउस किबोर्ड माउस त्यसपछि युपिएस सिपियु मोनिटर एचडी को कति पर्यो टोटल कति पर्यो त हामी तलतिर निकाल्नको लागि हामीले के गर्नुपर्ने हुन्छ एउटा कोठा के त एउटा कोठा यो उसको लागि भयो टोटलको लागि भयो र एउटा सेलको अर्को कुन कसको लागि भयो यो डिस्काउन्टको लागि भयो अर्को केसको लागि भयो भ्याटको लागि भयो र अर्को के को लागि भयो टोटलको लागि भयो है टोटलको लागि भनेपछि हामीले मैले के अरे एउटा दुईटा तीनटा चारवटा कोठा सिलेक्ट गरेको छु भनेपछि यसमा राइट क्लिक गरिसकेपछि त्यसपछि गएर सेल इन्सर्टमा गइसकेपछि तलपट्टि के हुन्छ बेलो गर्दाखेरि अटोमेटिक तलतिर आउँछ आइसकेपछि मैले यहाँतिर ल्याइसकेपछि अब यसमा के लेखेँ टोटल TOTL टोटल त्यसपछि गएर डिस्काउन्ट DIS मात्रै गर्छु है त्यसपछि तल्लोमा गएर VAT 13% है त्यसपछि गएर तल डिस्काउन्टमा 5% गर्नुपर्ने हुन्छ 5% 5% र तलपट्टि आयो र टोटल अब टोटल कति ठाउँ भएको छ लाइन टोटल एप्समा यो लाइनको एउटा लाइनको कतिवटा भयो कि यो टोटलमा भएको छ भने तल्लो लाइनको तल्लोमा भएको छ भनेपछि अब यो हाम्रो माउस किबोर्ड सबै सामानको कति पर्यो त यहाँनिर टोटल आउँछ सबै सामानको कति पर्यो यहाँ टोटल आउने हो त्यसपछि गएर डिस्काउन्ट छ डिस्काउन्ट अब टोटलबाट 5% डिस्काउन्ट गर्नुपर्ने हुन्छ त्यसपछि गएर भ्याट छ भ्याटमा पनि के गर्नुपर्ने हुन्छ अब डिस्काउन्ट टोटल आइसकेपछि टोटलबाट डिस्काउन्ट गर्ने 5% अनि टोटल र भ्याट निकाल्दाखेरि के गर्नु पर्यो बराबर गरिसकेपछि कोष्टक सुरु गरिसकेपछि यहाँ टोटल माइनस डिस्काउन्ट अनि इन्टु भ्याट गर्दाखेरि त्यसपछि भ्याटमा पनि आउँछ र टोटल निकाल्नको लागि माथि जानु पर्यो टोटल माइनस डिस्काउन्ट प्लस भ्याट गर्दाखेरि तलपट्टि आउँछ है यसको लागि जानु पर्यो हामीले सबैभन्दा पहिला मात्र राख्नु पर्यो त्यसपछि गएर माथि कहाँ जानु पर्यो फर्मुला बारमा क्लिक गर्नुपर्ने हुन्छ फर्मुला बारमा क्लिक गरिसकेपछि अब यो फर्मुला के छ त सही छ है सही छ यो फर्मुला के छ सही छ बराबर यो एसिएम सम बराबर सुरु एबा भनेको छ एबा भनेको के हो माथितिर जोड्नको लागि एबा भनेको हो माथितिर जोड्नको लागि एबा दायाँतिर जोड्नको लागि राइट बायाँतिर जोड्नको लागि लेफ्ट र तलतिर जोड्नको लागि बेलो माथितिर जोड्नको लागि एबा भन्छ यतिकै सही सूत्र छ यसमा ओके बटनमा क्लिक गर्दाखेरि यो आउँछ टोटल सामानको कति पर्यो 1,10,000 10,00,000 4,75,000 75,000 4,07,500 4,07,500 भयो है 4,07,500 भयो भनेपछि अब 5% डिस्काउन्ट हुन्छ त्यहाँनिर 5% डिस्काउन्ट हुन्छ भनेपछि के गर्नु पर्यो यसमा हामीले के गर्नु पर्यो सबैभन्दा पहिला फर्मुला बारमा क्लिक गर्नुपर्ने हुन्छ फर्मुला बारमा क्लिक गरिसकेपछि त्यसपछि गएर यसलाई पहिलाकोलाई हटाइदिनु पर्ने हुन्छ है पहिलाकोलाई हटाइसकेपछि मात्रै के गर्नुपर्ने हुन्छ हटाइसकेपछि मात्रै हामीले यसमा फर्मुला हान्नुपर्ने हुन्छ है यसमा पहिला हटाइसकेपछि मात्रै के गर्नुपर्ने हुन्छ यसमा पहिलाको यदि जोड्ने हो भनेपछि के गर्छ फर्मुलामा क्लिक गर्दा बित्तिकै सम बराबर सम बराबर सुरु एबा वर्ष त्यसपछि गएर तलपट्टि के गर्छ एबा भनिसकेपछि जोड्नको लागि भनेको हो भनेर बुझ्नुपर्छ सम आउँदा बित्तिकै अगाडि बराबर एसिएम सम आयो त्यसपछि एबा आयो भनेपछि के गर्नुपर्छ यो जोड्नको लागि भन्ने बुझियो भने बुझ्नु पर्यो है त्यसपछि गएर
यसलाई हटाइदिनु पर्ने हुन्छ है। हटाइसकेपछि हामी त जोड्नको लागि होइन नि, त्यहाँ भ्याट डिस्काउन्ट निकाल्नु लागि हो नि त होइन। डिस्काउन्ट निकाल्नुको लागि हो भने चाहिँ हामीले कतिको डिस्काउन्ट निकाल्छौँ त? अब कतिको निकाल्छौँ भने चाहिँ 4,07,500 को 5% डिस्काउन्ट निकाल्छौँ भनेपछि हामीले के गर्नु पऱ्यो माथि 4,72,000 के अरे 7,500 है 72,000 मात्र आउँदो रहेछ। त्यसपछि गएर इन्टु 5 अनि पर्सेन्ट गऱ्यो। त्यसपछि ओके बटनमा क्लिक गर्दाखेरि यहाँनिर 5% डिस्काउन्ट कति आउँदो रहेछ अनि 20,375 आयो। 20,375 आयो। 4 लाखको 5% कति आउँदो रहेछ 20,375 आउँदो रहेछ भन्ने बुझियो। त्यसपछि गएर भ्याट निकाल्नुको लागि हामीले टोटल त निकालेका छौँ नि। जस्तै एउटा किबोर्डको मूल्य 25 रुपियाँ के अरे एउटा किबोर्डको मूल्य 350 40 रुपियाँ र त्यसपछि 25वटा किबोर्ड कति पऱ्यो 8,500 पऱ्यो। त्यसपछि तल्लोको कति भयो त्यही अनुसारले अब यो त एउटाको मात्रै जोडियो, यहाँनिर एउटाको मात्रै मल्टिप्लाई भयो। त्यसपछि यहाँको के हुने भयो त यो तलको यतातिर सबै टोटल निकाल्नको लागि यहाँनिर टोटल आएको छ 4,07,500 आएको छ र 4,07,500 को 5% डिस्काउन्ट कति आउँदो रहेछ 20,375 आयो र तलपट्टि हामीले भ्याट निकाल्छौँ। अब यति त किन्यौँ हामीले, किन्दाखेरि भ्याट कति लाग्यो त अब होइन, भ्याट कति लाग्यो त हेरौँ त है त। त्यसपछि गएर जुन सेलमा भ्याट निकाल्ने हो त्यो सेलमा के गर्नुपर्छ माथि गएर फर्मुला बारमा त्यसमा क्लिक गर्नुपर्ने हुन्छ। त्यसपछि गएर माथि फर्मुला बारमा क्लिक गर्नुपर्ने हुन्छ। फर्मुला बारमा क्लिक गरिसकेपछि यो पहिलाको सूत्र आउँछ जोड्नको लागि मात्रै आउँछ है। पहिला जोड्ने हो भनेपछि ठिकै छ ओके गरिदिने हो यसैमा। यदि जोड्ने होइन भनेपछि के गर्नुपर्ने यसलाई हटाइदिनु पर्ने हुन्छ। कटाइसकेपछि यसमा दिमाग लगाउनु पर्ने कुरा यसैमा छ, अरूमा छैन नि है। अरूमा के छ, अरूमा सिधै गर्ने हो माथिको टोटल इन्टु अनि 5% डिस्काउन्ट हानेपछि इन्टु हानेपछि आइहाल्छ है। पर्सेन्ट हान्दाखेरि आइहाल्छ भनेपछि यो सबभन्दा अलिकति झुक्याउने खालको यही मात्रै छ। यसमा किन झुक्याउने छ त भन्दाखेरि यसमा कोस्ट आउँछ है। बराबर आइसकेपछि बराबर पहिला पछि के आउँछ कोस्ट आउँछ। कोस्ट सुरु आउँछ यहाँनिर। कोष्ट सुरु आइसकेपछि त्यसपछि गएर यहाँनिर के हुन्छ त कोष्ट सुरु आइसकेपछि त्यसपछि के गर्नु पर्यो 4,07,500 माइनस 20,375 है। 20,375 भयो भनेपछि यसमा हामीले के गर्नु पर्यो अब कोष्ट अगाडि एउटा खुलिया थियो भनेपछि एउटा कोष्ट बन्द गरिदिने। किन भनेपछि यहाँनिर के छ यो र योबाट यो घट्यो है। योबाट के भयो टोटलबाट डिस्काउन्ट घटिसकेपछि अब यसैमा हामीले इन्टु गर्दा त भएन नि होइन। पछि कोष्ट बन्द गरिसकेपछि यो पहिला घट्ने भयो त्योभित्र कोष्टभित्र घट्यो। त्यसपछि गएर इन्टु गर्यो यहाँनिर इन्टु त्यसपछि 13% भ्याट हान्दाखेरि त्यसपछि ओके बटनमा क्लिक गर्दा बित्तिकै अथवा इन्टर की थिच्दा बित्तिकै आउँछ यहाँनिर यति आउँछ। भ्याट कति आयो 50,326 रुपियाँ 25 पैसा आएको छ। यो भ्याट आयो 4 लाखको यति आउँदो रहेछ भन्ने कुरा बुझियो होइन। 4 लाखमा घटिसकेपछि मात्रै हो है। 4,07,500 मा घटिसकेपछि 20,375 घटिसकेपछि मात्रै के भयो त्यो घटाएर हो है। त्यसपछि हामीले 4 लाखको मात्रै के अरे भ्याट निकाल्नुको लागि त अलि बढी आउँछ नि अझै होइन। 20,000 त घटेको छ नि 20,375 घटेको छ। त्यसमा भ्याट काटिसकेपछि अब भ्याट यति आयो। अब टोटल भ्याट र ऊ जोडेर कति आउँदो रहेछ त हामीले है तलपट्टि हेर्नुपर्छ। अब भ्याट किन जोडिन्छ होला जहिले पनि व्यापारीले के गर्छ भ्याट आफूले लिन्छ र डिस्काउन्ट त तिर्ने हो भइसक्यो। त्यसपछि भ्याट आफूले लिइसकेपछि अनि कर कार्यालयमा के गर्छ पछि बुझाउँछ। त्यसले कति गरेर राजस्व सङ्कलन गरेको छ त्यो अनि के गर्छ राजस्व कार्यालयमा बुझाउँछ। त्यही कारणले यो आयो भ्याट यति आएको है। त्यसपछि गएर अब यसमा तल टोटल निकाल्नलाई सजिलो छ। टोटलको अगाडिपट्टिको सेलमा क्लिक गर्नुपर्ने हुन्छ र त्यसपछि गएर माथि फर्मुला बारमा क्लिक गर्यो। त्यसपछि गइसके फर्मुला बारमा क्लिक गरिसकेपछि यति जोड्नको लागि त पहिले धेरैपल्ट भनिसकेको छु मैले। यो बराबर एसयुएम बराबर सुरु अनि एभब बराबर क्लोज भनेको छ। यो जोड्नको लागि हो है, माथिको जोड्नको लागि हो। यदि एभबको ठाउँमा लेफ्ट छ भने लेफ्टतिरको जोड्नको लागि हो। यदि एभबको ठाउँमा राइट हो भनेपछि दायाँतिर जोड्नको लागि हो। हटाइदिन्छौँ यो जोड्ने होइन है। अब पहिला हामीले के गर्नु पर्यो 4,07,500
4,07,500 अनि माइनस गर्यो। माइनस गरिसकेपछि 20,375 घटाउनु पर्ने हुन्छ। त्यसपछि यसमा प्लस गर्नुपर्ने हुन्छ। प्लस त्यसपछि 50,326 रुपियाँ .25 पैसा यो भ्याट जोडिन्छ है। अब के भएको छ भनेपछि टोटल पहिला कति थियो? 4,07,500 थियो र त्यसमा माइनस के भयो? डिस्काउन्ट किन हुने भयो त? माइनस यो दिएको भयो है, कुनै ठाउँ तिरेको, कर तिरेको अथवा केही तिरेको भयो। यो हटाउने भयो। हटाउनको लागि के गर्नु पर्यो? यसलाई घटाउनु पर्ने हुन्छ। 4,07,500 मा 20,375 घट्यो। त्यसपछि गएर भ्याटमा आउँदाखेरि 50,326.25 रुपियाँ यो जोडियो। किन जोडियो? यो व्यापारीले कर कार्यालयमा आफूले बुझाउनु पर्ने हुन्छ। त्यही कारणले यो त्यसले लिन्छ है। जुनसुकै मान्छेलाई भ्याट लाग्दा बित्तिकै भ्याट त्यो व्यापारी लिन्छ, सेलवाला लिन्छ र उसले के गर्छ? उसले चिर्छ, किन्ने मान्छेले तिर्छ। त्यो अनुसारले यो भयो भनेपछि ओके बटनमा क्लिक गरिदिएपछि टोटल कति आयो त? 1,100, 1,000, 10 लाख, 4,37,451 रुपियाँ 25 पैसा। यो 4,37,451 रुपियाँ है। त्यो 40 लाख भन्ने को हो? यो लाज नगरौँ है। ल अब यसमा केही छ नबुझेको? कसको झोला? हेमन्त बाबु किन झोला चाहियो? किन छ हेमन्त बाबु झोला? पढ्ने होइन? अब पढ्ने होइन? पढ्ने ब्याग दिएको बुढो। ल ठिक छ। अब 4,37,451 रुपियाँ 25 पैसा यो के आएको छ? यो भ्याट आएको छ। भ्याट आएको छ है। अब सूत्र थाहा भइसकेको छ। ओडमा पनि हामीले के गर्न सक्छौँ? सबै किसिमको हिसाब गर्न सक्छौँ, तर लामो प्रत्येकको गर्नुपर्ने हुन्छ। एक्सलमा गर्दाखेरि के हुन्छ? एउटाको गर्दा बित्तिकै, एउटाको जोड्दा बित्तिकै, एउटाको निकाल्दा बित्तिकै मल्टिप्लाई गर्दाखेरि यसमा आउँछ र टोटल निकाल्दाखेरि यहाँ आइहाल्छ। र डिस्काउन्ट निकाल्दाखेरि पनि अलग गर्नुपर्ने हुन्छ, भ्याट निकाल्दा अलग गर्नुपर्ने हुन्छ र टोटल निकाल्दाखेरि पनि यहाँ गर्नुपर्ने हुन्छ। यहाँसम्म छ नबुझेको केही छ? नबुझेको के कसरी नबुझेको छ? ल भनौँ त कसरी नबुझेको छ भने फेरि मैले हिजो पनि अलिकति पढिसक्यो हो, तर फेरि पनि चाहियो भनेपछि, फेरि पनि सबैलाई एकदम नबुझिया कुनै ठाउँ छ भनेपछि फेरि रिपिट हुन्छ है। बुझिया छ भनेपछि गर्न सकिन्छ होला नि त होइन। सबभन्दा गाह्रो भनेको कुन छ? भ्याटमा छ। गाह्रो छ अलिकति। किन गाह्रो छ भन्दाखेरि कोष्ट बिर्सिन्छ, कहिले काहीँ कोष्ट बिर्सेपछि गाह्रो हुन्छ। कोष्ट बिर्सिँदाखेरि के हुन्छ? गाह्रो हुन्छ। यो ठिक छ होइन? यहाँसम्म त ठिक छ होइन? यहाँसम्म बुझ्यो हो? बुझेपछि अब हामी के गर्नु पर्यो भनेपछि मैले के गरेको थिएँ? यो हिसाब गर्नको लागि मात्रै हिजो अलिकति घटाउने बढाउने तरिका रोकेको थिएँ भनेपछि अब यसलाई कसरी घटाउन सकिन्छ र कसरी बढाउन सकिन्छ भन्ने कुरा छ है। अब मलाई अझै तलतिर चारवटा रो चाहियो भने, चारवटा रो चाहियो भने तलतिर के गर्छु? चारवटा जति सिलेक्ट गर्छु मैले। चारवटा सिलेक्ट गर्छु मैले। चारवटा रो चाहियो, अरू रो तल थप्नु पर्यो भनेपछि है, चारवटा रो तल थप्नु पर्यो भनेपछि चारवटालाई सिलेक्ट गर्नुपर्ने हुन्छ। चारवटालाई सिलेक्ट गरेँ मैले। त्यसपछि त्यो सिलेक्ट गरेको बिचमा राइट क्लिक गर्छु। कसैले के गर्छ भनेपछि राइट क्लिक तल अर्को ठाउँमा बाहिर खुल्ला ठाउँमा गर्छ, अनि त्यसपछि आउँदैन है। यो ध्यान दिनुपर्ने हुन्छ। जब मैले चारवटालाई सिलेक्ट गरेको छु, चारवटालाई सिलेक्ट गरिसकेपछि त्यही सिलेक्ट गरेको बिचमा के गर्नुपर्ने हुन्छ? राइट क्लिक गर्नुपर्ने हुन्छ, नत्र भने यो आउँदैन है। तर हुँदैन, तलको मात्रै सिलेक्ट भएको छ नि होइन। मैले चारवटालाई सिलेक्ट गर्छु पहिला। चारवटा सिलेक्ट भयो। त्यसपछि गएर त्यसमा राइट क्लिक गर्छु। राइट क्लिक गरिसकेपछि इन्सर्ट ट्याबमा इन्सर्टमा गएँ। त्यसपछि तलतिर चाहियो भनेपछि मैले के गर्छु? बेलो गर्छु। इन्सर्ट रो बेलो गरेको छ, त्यसपछि तलतिर आउँछ। आयो? यो तलतिर थप्नको लागि भयो है। तलतिर थप्नको लागि भयो। यदि मलाई दायाँतिर थप्नको लागि, यतातिर थप्नको लागि, जस्तै मलाई यहाँ टोटलभन्दा पछाडि के छ? ट्याक्स, इन्कम, अरूको के छ चाहियो भनेपछि मलाई कतिवटा चाहियो त? एउटा चाहियो भने एउटामा क्लिक गर्ने, दुईवटा चाहियो भने दुईवटा सिलेक्ट गर्ने, तिनवटा चाहियो तिनवटा सिलेक्ट गर्ने, चारवटा चाहियो चारवटा सिलेक्ट गर्ने र पाँचवटा चाहियो पाँचवटा सिलेक्ट गर्ने है त। अब माथि गएर हामीले के गर्छौँ? लामो सपोर्ट भनेको के हो? डिजाइन ट्याबमा गयो। त्यो तरिका एउटा तरिका यो एक तरिका हो होइन। हामीले डिजाइनबाट गएर सिसाखाम ल्याएर सर कोर्नुभन्दा त लामो टाइम भयो नि त होइन। त्यो पनि हो हुन त थप्ने तरिका। तर के हो भनेपछि हामीले एउटा थप्नु पर्यो भनेपछि एउटामा क्लिक गर्ने, दुईवटा थप्नु पर्यो दुईवटालाई सिलेक्ट गर्ने,
तीनटा चारटा कतिवटा थप्नुपर्ने हो त्यसलाई सिलेक्ट गर्नुपर्ने हुन्छ। त्यही सिलेक्ट गरेको बिचमा के गर्नु पर्यो, राइट क्लिक गर्नु पर्यो। त्यसपछि इन्सर्टमा गयो, इन्सर्टमा गइसकेपछि त्यसपछि गएर अगाडिपट्टि राइटमा क्लिक गर्दाखेरि इन्सर्ट कोलम टु द राइट भनेको छ। त्यसमा क्लिक गर्दा बित्तिकै हामीले 4वटा कोलम थप्न सक्छौँ। र कहिलेकाहीँ यो हुन्छ के हुन्छ भनेपछि यो जहिले पनि किबोर्ड के अरे हाम्रो टेबलमा एकदम झन्झटिलो काम हुन्छ। किन झन्झटिलो काम हुन्छ भनेपछि किबोर्ड उता भाग्छ यता भाग्छ होइन, भागेपछि अब हाम्रो के भयो त, हाम्रो 4वटा त छ तर उता गयो नि त, हाम्रो यो पेजभन्दा बाहिर गयो भनेपछि कसरी सुधार्न सकिन्छ। हामीले एक तरिकाले यहाँबाट पनि तान्दै ल्याउँछौँ होइन, एक तरिकाले यसरी तान्दै ल्याउँछौँ। माउस चलेन, यसलाई तानेर ल्यायो, यतापट्टि ल्यायो, यसलाई पनि तानेर ल्यायो र यसलाई पनि तानेर ल्यायो। त्यसपछि गएर अब यहाँ त माथि देखिया छैन, ओल्लोमा क्लिक गरेँ मैले, क्लिक गरेँ भनेपछि अब माथि देखिरहेको छ। यहाँ माथि देखिरहेको माउस देखिरहेको छ, माउस देखिरहेको छ भनेपछि माउसमा क्लिक त्यहाँ ऊ छ, त्यहाँबाट यतातिर तान्ने आयो र अर्को पनि आयो थपियो। अब 2टा मात्रै थपेको थियौँ, 2टा मात्रै आएको छ। 3टा थप्छौँ 3टा आउँछ, 4वटा थप्छौँ 4वटा आउँछ। यो दायाँतिर थप्नको लागि भयो। र बायाँतिर थप्नको लागि कतिवटा सेललाई कतिवटा कोलम थप्नुपर्ने हो, त्यो कतिवटा थप्नुपर्ने हो बायाँतिर त्यतिवटा कोलमलाई हामीले के गर्नुपर्ने हुन्छ, सिलेक्ट गर्नुपर्ने हुन्छ। त्यसपछि गयो त्यही सिलेक्ट गरेको बिचमा राइट क्लिक गर्ने, त्यसपछि गएर इन्सर्टमा गएँ, इन्सर्टमा गइसकेपछि लेफ्टमा गर्दाखेरि के हुन्छ, लेफ्टतिर 2टा थपियो र यहाँ पनि भाग्यो हुनाले यतापट्टि ल्याउने है, यतापट्टि ल्याएपछि ट्याक्क ल्याउनु पऱ्यो, नत्र के अरे पिरियडमा आउँदैन है। यो गर्ने यो भयो। र माथितिर थप्नको लागि के गर्नु पऱ्यो, माथितिर एबभ गर्नुपर्ने हुन्छ। तल कतिवटा थप्नु पऱ्यो त्यतिवटा सिलेक्ट गर्नुपर्ने हुन्छ। राइट क्लिक गर्यो, त्यसपछि एन्सरमा गयो, त्यसपछि एबभमा गइसकेपछि के हुन्छ, एबभमा गइसकेपछि माथितिर थपिन्छ। यो थप्ने तरिका भयो। र हटाउने तरिका के छ, हामीले माथितिरको 4वटा चाहिएन 3टा चाहिएन भने चाहिँ 3टालाई सिलेक्ट गर्छौँ है। त्यसपछि राइट क्लिक गर्छौँ, त्यसमा अनि डिलिट सेलमा क्लिक गर्छौँ, अनि डिलिट के भनेको छ, अप भनेको छ, सिफ्ट भनेको छ, डिलिट भनेको छ, रो भनेको छ, तल डिलिट अनि इन्टर गयो पुरै। यसरी जाँदैन है। राइट क्लिक गरेँ, मेरो सिलेक्ट कति भएको छ, 3टा भएको थियो। राइट क्लिक गऱ्यो, त्यसपछि डिलिटमा क्लिक गरेँ अनि ओके बटनमा क्लिक गरेँ, माथि गयो है। त्यसपछि गएर बायाँतिरको लागि पनि बायाँतिर हाम्रो कतिवटा सिलेक्ट भएको थियो, कतिवटा चाहिएको थियो, हटाएको थियो, निकालेको थियौँ, त्यतिलाई क्लिक गर्ने, राइट क्लिक गरेर फेरि त्यसमा पनि डिलिट कोलममा गर्दाखेरि त्यो पनि जान्छ। र दायाँतिरको लागि पनि जतिवटा चाहियो, जति हामीले गरेका थियौँ त्यतिवटा राइट क्लिक गर्ने, त्यसपछि गएर त्यसमा पनि डिलिट त्यसलाई सिलेक्ट गर्नु पऱ्यो। पहिला सिलेक्ट गरिसकेपछि त्यसमा राइट क्लिक गर्ने, राइट क्लिक गरिसकेपछि डिलिट सेल गर्दाखेरि यो पनि जान्छ। यो जाने तरिका भयो, यो फाल्ने तरिका भयो। र अब फेरि अर्को तरिका के छ निकाल्ने तरिका, हामीले लेआउट ट्याब र डिजाइन ट्याब भनेको छु मैले। लेआउट ट्याब र डिजाइन ट्याब भनेका के हुन्, कन्ट्याक्ट ट्याब हुन्। कन्ट्याक्ट ट्याब भनेका यहीँ अब हाम्रो कन्ट्याक्ट छन्। लेआउट ट्याबमा गइसकेपछि माथितिर छ, यदि दायाँतिर चाहियो भनेपछि मैले 2-3टा सिलेक्ट गरेको छु, दायाँतिर सिलेक्ट गर्छु, दायाँतिर आउँछ, 3टा आयो। अब यदि एउटा मात्रै सिलेक्ट गरेको छ भने माथि एबभ गरेपछि के गर्छ, एउटा मात्रै आउँछ। एबभ भन्नाले यो 1 को बिचमा आयो होइन। अब जस्तै माथि फर्स्टमा राखेको छ भनेपछि एबभ गरेपछि एउटा मात्रै आयो। जस्तै मैले 3टालाई सिलेक्ट गरेको छु भने 1 2 3टा 4वटा सिलेक्ट गरेको छ भने एबभ गर्दाखेरि 4वटा आउँछ होइन, कन्ट्रोल गर्दै। त्यसपछि गएर तलपट्टि बेलो गर्नुको लागि भयो, राइट गर्नुलाई राइटतिर आउँछ, के अरे लेफ्ट गर्नलाई लेफ्टतिर आउँछ, त्यो भयो। र हामीलाई कहिलेकाहीँ के हुन्छ भने 2टा सेलको 2टा कोलमलाई एउटै बनाउनु पऱ्यो भने के गर्नुपर्ने हुन्छ, यहाँनिर मर्ज सेलमा क्लिक गर्यो, त्यसपछि माथिको एउटै हुन्छ, माथिको एउटा भयो र तलपट्टि एउटा भयो। माथिको 2टाले सिलेक्ट गर्यो, त्यसपछि गएर माथि मर्जमा गर्यो, अथवा राइट क्लिक गरे पनि हुन्छ है। जस्तै 2टाले सिलेक्ट गरिदिएँ मैले, राइट क्लिक गरेर पनि यहाँनिर के छ, मर्ज सेल भन्ने छ, यसमा क्लिक गर्दा बित्तिकै 2टा एउटै हुन्छ भयो। र त्यसपछि गएर यसलाई जोड्नको लागि के गर्नु पऱ्यो, यसमा क्लिक गर्नुपर्ने हुन्छ र स्प्लिट सिट भन्ने छ, स्प्लिट सिट भन्ने छ। स्प्लिट सिटमा क्लिक गरिसकेपछि त्यसपछि यहाँनिर के छ, नम्बर अफ कोलम भनेको छ। नम्बर अफ कोलम भनेको ठाउँमा 2 भनेको छ, 2मा भने ओके बटन क्लिक गरेपछि के गर्छ, जोडिन्छ। जोडियो, कन्ट्रोल Z गरे होइन। त्यसपछि गएर यो अब यो सेल पुरा के भएको छ, मर्ज भएको छ भनेपछि यसमा एउटा लाइन चाहियो भनेपछि अब यसैमा राइट क्लिक गरे पनि हुन्छ। राइट क्लिक गरे पनि यहाँनिर के छ,
स्प्लिट सेल सिट के अरे सेल भनेको छ, त्यसमा क्लिक गऱ्यौँ। क्लिक गर्दा बित्तिकै के छ यसमा नम्बर अफ रो के अरे नम्बर अफ कोलम भनेको छ नि, नम्बर अफ कोलम भन्ने ठाउँमा 2 टाइप गरिदियो। जस्तै 1 2 भनेपछि हामीले 3टा एउटै मर्ज गरेको थियो भने चाहिँ हामीले 3 गर्नुपर्ने हुन्छ होइन। एउटा मात्रै दुईटालाई एउटा गर्न छ भने चाहिँ हामीले 2 गर्नुपर्ने हुन्छ। त्यसपछि ओके बटनमा गर्दाखेरि के हुन्छ जोडेर हुन्छ। र अब 3लाई गर्नु पर्यो, 3लाई मैले मर्ज गर्छु भने राइट क्लिक गरेर मर्ज गरिदिएँ, मर्ज भयो। र त्यस्तैलाई फेरि यसमा क्लिक गरिसकेपछि राइट क्लिक गरेँ यसैमा, त्यसपछि स्प्लिट के अरे स्प्लिट सेलमा होइन स्प्लिट सेल त्यसपछि ओके बटनमा क्लिक गर्दाखेरि यो 3टै जोडिन्छ। यो जोड्ने तरिका हो। र माथिबाट पनि हुन्छ लेआउट ट्याबमा गइसकेपछि पनि के छ स्प्लिट सेल भन्ने छ, सेल मर्ज सेल भन्ने छ, त्यसपछि स्प्लिट टेबल भन्ने छ। स्प्लिट टेबल भनेको के हो त अब हामीले एउटा टेबललाई छुट्याउन दुईटा टेबल छुट्याउनु, जस्तै हामीले डिस्काउन्ट टोटललाई भन्दा तल छुट्याउनु पर्यो भनेपछि यसमा क्लिक गर्नु पर्यो, त्यसपछि स्प्लिट सेल गर्नु पर्यो, तल छुट्यो। टोटलभन्दा तलको आयो नि त होइन, कन्ट्रोल जेरो गरेँ मैले, माथि गयो। र टोटलभन्दा तलको आवास अथवा डिस्काउन्टभन्दा तलको आवास भन्नको लागि डिस्काउन्टमा क्लिक गर्नु पर्यो, त्यसपछि गएर स्प्लिट टेबलमा क्लिक गरिसकेपछि त्यसपछि तल के भन्छ डिस्काउन्ट हुन्छ, के अरे तलपट्टि स्प्लिट टेबल हुन्छ। स्प्लिट टेबल भनेको एउटा टेबलबाट दुईटा टुक्रा बनाउनको लागि हो। एउटा टेबलबाट दुईटा टुक्रा बनाउनको लागि स्प्लिट टेबलको प्रयोग गरिन्छ। स्प्लिट टेबलको प्रयोग गरिन्छ के को लागि गर्दो छ, स्प्लिट टेबल एउटा टेबलबाट दुईटा टेबल छुटाउनको लागि, टेबल अर्को टेबल छुटाउनको लागि भनेको छ स्प्लिट टेबलको प्रयोग गर्नुपर्ने रहेछ भन्ने कुरा भन्नु पर्यो है। यो भयो। त्यसपछि यहाँनिर के छ मैले यतिलाई सिलेक्ट गरेको छु, सिलेक्ट गरिसकेपछि के छ अटो फिट भनेको छ। अटो फिट के भनेको छ, अटो फिट कन्टेन्ट्स भनेको छ यसमा। अब यो अटो फिट भयो, यो अटो फिटमा चाहिँदैन है। फेरि अटो फिट भनेपछि सबै बिग्रिन्छ, फेरि कन्ट्रोल प्लस जेरो गर्ने अटो फिटको त्यति परेको हुँदैन, पऱ्यो भनेपछि त्यहाँबाट अटो फिट गर्ने है। र हाइट र वेटमा भनेको छ यहाँ, हाइट वेट भनेको छ वतिर। हाइट वेट भन्नाले तलतिर अब यहाँ के भनेको छ यसमा क्लिक गरेँ, एउटा सेलमा क्लिक गरेँ, त्यसपछि गएर यहाँनिर मात्रेको क्लिक गर्दाखेरि के भयो मात्रेको गर्दाखेरि हो हाइट बढ्यो, खुम्च्याउने काम बढाउने काम। यदि हामीले योबाट तान्न सकेनौँ, तान्नु गाह्रो भयो भनेपछि यसलाई समातेर तलतिर यो बिचमा आउँदैन गाह्रो भयो भनेपछि के गर्नु पर्यो, योबाट हामीले एउटा सेलमा क्लिक गर्नु पर्यो, त्यसपछि तल्लोमा क्लिक गर्दाखेरि तल्लो हटाउँ घट्छ, माथिल्लोले बढाउँछ, माथिल्लोले बढाउँछ, तल्लोले घटाउँछ भन्ने कुरा बुझ्नु पर्यो। र त्यसपछि गएर अब वेट भनेको छ यतातिर बढाउने घटाउने है। यो सानो छ नि, यसमा क्लिक गरेँ मैले, त्यसपछि तल्लोको माथिल्लो सानो बिन्दुमा डबल क्लिक गरेँ, क्लिक गरेँ, उता गयो मलाई चौडाउनु छ भने चाहिँ यदि मलाई पुगेन भनेपछि भयो, र तल्लोमा क्लिक गर्दाखेरि खुम्चिँदै जान्छ। जस्तै मेरो डिस्काउन्ट पुगेको छैन नि, यहाँ डिस्काउन्ट पनि तल्लोमा आएको छ, मैले अलिकति बढाउनको लागि माथिल्लोमा गएँ, बढ्यो, अब त फिट भयो नि त। यही कामको लागि परेको हुन्छ यो। अब यो के हुन्छ, यसले तान्दाखेरि के हुन्छ, तान्दाखेरि अलिकति ज्याउलो हुन्छ, तान्दाखेरि कहिले काहीँ नहुनसक्छ, तान्दाखेरि बढी कम हुनसक्छ। त्यही कारणले बिस्तारै यसलाई घटाउनको लागि बढाउनको लागि प्रयोग गरिन्छ, अथवा मात्र पोइन्ट हानेर पनि हुन्छ, यहाँनिर पोइन्ट हानेर हुन्छ है। 1.1 पोइन्ट टाइप गरे पनि इन्टरनेट पनि अटोमेटिक गर्छ। जस्तै 1.5 गरेँ यहाँ वल्लोमा, 1.5 गरेँ के अरे 1.5 भन्नाले माथि गर्नुपर्ने है, माथिल्लोमा गरे यो तल्लोमा यसमा क्लिक गरेँ, 0.8 छ भनेपछि 1.5 गरेँ भने इन्टरनेट के गर्नुहुन्छ यो ठ्याक्कै बढ्यो, कत्रो बढ्नु पर्ने त्यहाँ बढ्नु पनि सकिन्छ, अथवा तलमाथि क्लिक गरे पनि त्यहाँनिर पनि बढ्छ। त्यसपछि गएर हाम्रो अलिकति ठुलो छ यो, कुनै पनि काम गर्नको लागि अब यो टाइप गरेको छु, यो मेरो के छ तलतिर भएको छ भनेपछि यो बिचमा लिनु पर्यो, बिचमा आयो, यो बिचमा आउनुको लागि भयो, यो माथि लिनुको लागि भयो, यो तल ल्याउनुको लागि, अब यो तलमाथि गर्नुको लागि हुने भयो है, यो दायाँ लिनुको लागि, यताउता चारैतिर लिनुको लागि, बिचमा फिट लाग्नुको लागि यो यसको प्रयोग गरिन्छ। र अब कहिलेकाहीँ के हुन्छ भने हाम्रो कहिलेकाहीँ यतातिर नम्बर तको कम हुन्छ, जस्तै मेरो यो यहाँसम्म थियो, मेरो टोटल तल आयो, लाइन टोटलको तल आयो नि त, तर तल्लो भाइ यहाँदेखि तलसम्म त फिट छ, तर माथि के छ लाइन टोटलमा के आएको छ, तल्लो नमिलेर तल्लोमा अलिकति लामो तलसम्म बढ्यो भनेपछि हाम्रो यस्तो बेलामा के गर्नु पर्यो, यस्तो बेलामा यतिलाई सिलाइ गर्नुपर्ने हुन्छ,
सिलेक्ट गरिसकेपछि त्यसपछि सबैलाई गर्नको लागि एउटाले मात्रै गर्नको लागि एउटामा क्लिक हुनु पर्यो र सबैलाई गर्नको लागि के गर्नु पर्यो सबैले सिलेक्ट गर्नुपर्ने हुन्छ र टेक्स्ट डाइरेक्सन भन्ने छ यसमा क्लिक गर्दा बित्तिकै ठाडो हुन्छ र यसलाई अलिकति घटाउनु पर्ने हुन्छ यो नपुगेपछि हजुर लेआउट ट्याबमै हुन्छ त्यो है लेआउट ट्याबमै हुन्छ टेक्स्ट डाइरेक्सन भन्नाले सिलेक्ट गर्ने अब एउटाले मात्रै गर्नु पर्यो जस्तै मैले एउटा मात्रै सिलेक्ट गरेको छु एउटामा क्लिक गरेको छु भनेपछि अबमा क्लिक गरेको छु युपी मात्रै क्लिक गरेको छु भने युनिट प्राइजमा क्लिक गरेको छु भनेपछि त्यसमा मात्रै हुन्छ टेक्स्ट डाइरेक्सनमा क्लिक गरेँ जस्तै त्यो चाहिँ भयो अब हामी जस्तो अहिले ठाडोमा टाइमिङ त ठाडोमा गरेर पछि अब केही आडेमा निकाल्नु पर्ने पनि त हुन्छ नि आडेमा निकाल्नको लागि आडेमा त्यसैमा क्लिक गर्छ जस्तै पुरीलाई आडे गर्नको लागि माथि पुरीलाई सेलेक्ट गर्नुपर्ने हुन्छ र एउटालाई मात्रै गर्नुपर्यो भने एउटालाई मात्रै क्लिक गर्नुपर्ने हुन्छ जस्तै मैले आइटमलाई मैले क्लिक गरेको छु यसलाई आडे गर्नुपर्यो भने के गर्नु पर्यो एउटा आइटममा क्लिक गर्नु पर्यो त्यसपछि माथि गएर के गर्नु पर्यो टेक्स्ट डाइरेक्सनमा क्लिक गरिसकेपछि त्यसपछि आडे भइहाल्छ यो ठिक छ र यो सेल मर्ज भन्ने त्यति चाहिँदैन है सेल मर्ज भन्नाले हामीलाई जहिले पनि बायाँतिर ठुलो चाहिन्छ र दायाँतिर धेरै कम चाहिन्छ यो टेक्स्ट यो सेल मर्जको लागि आवश्यक छैन र सर्टको बारेमा भन्नाले किबोर्ड पहिला आएको छ माउस याम पछि आएको छ र यो पहिला एबिसिडी सिरियल बार राख्नलाई एसेन्डिङ डिसेन्डिङ गर्नको लागि हामीले प्रयोग गर्छौँ र हामीले पहिला गरिसकेका हो एसेन्डिङ डिसेन्डिङ परिसकेका हो हामीले सिलेक्ट गरिसकेपछि त्यसपछि सर्टमा गएर म सर्टमा क्लिक गरिसकेपछि त्यसपछि यहाँनिर बक्स आउँछ सानो बक्स आइसकेपछि यहाँनिर के भन्ने हुन्छ एसेन्डिङ डिसेन्डिङ हुने हुन्छ हामीले अहिले एसेन्डिङ गर्नको लागि एसेन्डिङमा छ एसेन्डिङ छ र तल्लो डिसेन्डिङ छ एसेन्डिङ भनेको माथि एसेन्डिङ भयो र तल्लो डिसेन्डिङ भयो भनेपछि एसेन्डिङमा लगाउनको लागि के गर्नु एसेन्डिङमा लगाएको छ त्यसपछि ओके गर्दाखेरि पहिला हाम्रो के आयो सीबाट थियो सीबाट आयो पहिला सीबाट ए भयो भने ए आउँथ्यो पहिला एबाट पछिल्लो आउँदो रहेछ अङ्कको के अरे अक्षरको आउँदो रहेछ याद आउँदो त्यसपछि के त्यसपछि एम यु नै जेडबाट डिसेन्डिङबाट गर्नुपर्ने भने चाहिँ हामीले के गर्नु पर्यो यसलाई सिलेक्ट गर्नुपर्ने हुन्छ सर्टमा क्लिक गरिसकेपछि तल्लोमा अब यहाँ के गर्नु पर्यो डिसेन्डिङमा क्लिक गर्यो डिसेन्डिङ अर्डरमा दियो त्यसपछि गएर तल ओके बटनमा क्लिक गरिसकेपछि त्यसपछि युपिएस पहिला आयो यसरी सिलेक्ट राख्नको लागि प्रयोग गरिन्छ है यहाँसम्म बुझिरहेछ होइन यहाँसम्म बुझिएपछि अहिलेको लागि यति मात्रै गरौँ अब यहाँ एक्सेलवालालाई पनि ट्रेनिङ दिनुपर्ने हुन्छ है अहिले त्यति प्रडक्ट गरौँ यति प्रडक्टमा बुझेन भने कुनै कुरा गरौँला थप्ने कुरा घटाउने कुरा हामी लेआउट टाइममा छ लेआउट टाइममा थप्ने कुरा घटाउने कुरा भयो त्यसपछि राइट क्लिक गरेर गर्न सकिन्छ होइन के गर्न सकिन्छ है अहिलेको लागि यति गरौँ र हाम्रो लाइभ भइसकेको थियो आज लाइभ यति मात्रै गरौँ 37 मिनट भइसकेको रहेछ लाइभलाई आज यतिकै इन्डमा गरौँ र बाँकी भोलि पढौँला हामी प्राइभेट ग्रुपमा पढौँला अहिलेलाई यति मात्रै गरौँ यो एक्सेललाई एक्सेल मात्रै अर्को उसमा गरौँला एक्सेल लाइभ अब हुँदैन होला सायद है ल ओके ल ओके छ